यहाँ चाहिँ अहिले हामी केसमा जाँदा जाँदै बाटो बन्द रहेछ हैन बाटोमा चाहिँ ढुङ्गा झारिरहेको रहेछ त्यही भएर भाइ चाहिँ यहाँ ढुङ्गा पन्छाउँदैछ बाटो खाली गर्दैछ ओ ठ्याक्क त्यो हो बलियो छ त्यो केटा हेलो गाइज आज चाहिँ हामी डी हर्निङ गर्न जाँदै चाहिँ यहाँ चाहिँ बाटो उक्लेन है एकदम उकालो छ दाइ चाहिँ मेहनतको साथ लिएर आउँदै हुनुहुन्छ ला त्यहाँ चाहिँ नउक्लेको अवस्था ला ल ब्यागै खसिँदा नाइट्रोजन पोखो यार नाइट्रोजन पोखो यार हेलो गाइज माई ड्रिम ब्याग दा यार फाइनली गाइज धन्नले मरेन है अघि चाहिँ ढुङ्गा पसाउँदाखेरि चाहिँ मेरो यहाँ घाउ भएको थियो धन्नुले भाँचेन उल्टो रहेछ नि त यो त अनि किन हेलो गाइज आज चाहिँ हामी ठ्याक्कै डी हर्निङ गर्न चाहिँ हामी जाँदैछौँ ड्रिम ब्याग चाहिँ अघि उल्ट्यो होइन त्यो भिडियो अहिले हाल्छौँ हामी ड्रिम ब्याग आज चाहिँ हामी डी हर्निङ गर्न आएको छौँ बाछाको सिङ नाउनी बनाउनको लागि हेर्नु होला गाइज कस्तो हुन्छ सम्झी कट हान्देऊ त भाइ बास बाछा चाहिँ सेतो कलरको छ है ल भाइ सामान निकाल यसलाई ठिक पारिदिइहालौँ अब मलम छैन अर्को निकाल न भाइ यो ठाउँको नाम के अरे यो ठाउँको नाम चाहिँ थुमाचौर हो होइन यो चाहिँ काँक्रेबाट यस्तो मासतिर पर्छ यता मुनतिर चाहिँ काँक्रे भन्ने ठाउँ छ होइन यो चाहिँ काँक्रेबाट माथि चाहिँ थुमाचौर यसलाई चाहिँ आज हामी यसको अब ठिक पारिदिन्छौँ सिङ नआउने बनाइदिन्छौँ यसलाई दाइज हेलो भन हेलो प्लिज सब्सक्राइब टु दियर च्यानल भन हाल्ने गरेछ कुनमा आउँछ कुन च्यानलमा आउँछ मोबाइल ल्याउनु भएको छैन ल्याएको छैन मोबाइलले घरमा म एउटा पानामा लेखेर दिन्छु त्यो सर्च हाल्नु त्यो च्यानलमा हुन्छ अनि म अरूलाई पनि पठाइदिनु पर्यो हाम्रो भाइ कसैलाई देखाउनु पर्यो भने सिधै त्यो युट्युब च्यानल खोल्ने मैले हाल्दै आउँछु यो डाक्टर मनदीप काजी थापा यहाँभन्दा सानो त अब काट्न सकिँदैन भाइ यति नै भिडियो कट गरेर ल
टाइममा चेन्ज भइरहेको छ। अनि के अरे यो त अब कामै छैन, हामी जतन गर्न सकिन्छ। मलाई त रगत आउँछ नि दिदी, पुस्यो भने चाहिँ आउँछ है। मलाई त रगत काट्या मजा। मैले त पहिला गणेश नदीका पाला रगत काट्ने गरेको पुस्नु भ्याउने क्या, यो पोल त पोलेपछि यता र उता उफ्रेर पुस्नु भ्याइहाल्ने क्या। यो ठ्याक्क सुकिन्जेलसम्म चाहिँ हेर्नु पर्यो कि मेरो हतियारले त्यस्तै पर्यो। नत्र फेरि ठ्याक्क एकतिरको बस्नु दुनी बेला सूर्य आए, अब लाइदिए आफू दुलेर जाने बित्त त्यो गाई गोर्ने कि अनि बाँध्न त छुट्टै माड्या घोडिदिएछ अनि आइगयोस्। ए अझ एकतिरको आउने एकतिरको नआउने हुन्छ क्या, फेरि एकतिरको पुस्यो भने। हाम्रो एउटा गाईको त्यस्तै छ। झटाएर चाहिँ एकछिनपछि पोल्दै गएछ। बलियो छ फेरि। आज 12 दिन भयो। 12 दिनको भइसक्यो यो। रगत बिहाको 12 दिन भयो नि त। यो त राम्रो खैलेर राम्रो थियो। डेढ महिनासम्म पनि मलम लगाएर बनाएपछि घुट्न चाहिँ रगत काट्न चाहिँ सकिँदैन, मलम लगाएर बाँध्ने बेन्ने चाहिँ हुनु पर्यो क्या। टक्क बाँध्यो त्यो भइसकेपछि चाहिँ सेप हुन्छ क्या। अरू 500को छोटा 700 लियो भने त्यो चाहिँ अनुदानले राम्रो हुन्छ। पराल मिलाइछ। मेरो स्वरले बोलाउनु पर्छ, स्वर आइपुग्नु ल दिदी। अब पुस्दैदेखि तपाईँहरूको अब गाह्रो छ। ल अब यसलाई च्याप्प समातिरह। हेलो गाइज, आज हामी त्यसबाट फर्किने क्रममा चाहिँ एकजना दिदी चाहिँ यस्तो भिरबाट चाहिँ आउँदै हुनुहुन्छ। बाटो लास्ट अप्ठ्यारो रहेछ। लास्टै भिर छ है। हेलो गाइज, अघि चाहिँ हामी आउँदै गर्दाखेरि हाम्रो ब्याग खस्या चाहिँ यही ठाउँमा हो। दाइ माले